त्यो त त्यो दुईजना त झगडी बस्नु मै छु के हो रातको यतिखेर सहयोगको युनिफर्ममा यो कर्ले सहित एकजना म्याडम पनि हुनुहुन्छ पनि हुनुहुन्छ साथ पुलिसहरू पनि हुनुहुन्छ सही साहब हो हजुरको मिसेस हो हजुर हजुर तपाईँको को हो हजुर हतगढी ल्याउनु आएन होइन हतगढी ल्याउनुहोस् निकाल्नुहोस् तपाईँको श्रीमान हो उहाँलाई हतगढी लाउनुहोस् तपाईँले लाउनुहुन्न नि हामी जिल्लाबाट उहाँलाई जिल्लाबाट बोलाउँछ हामी सर तपाईँ श्रीमती हो हजुर कानुनलाई मान्नुहुन्छ होइन तपाईँ उहाँ महिलाको उहाँको जिन्दगी बिग्रेन कहाँको साथी कहाँ छ यहाँ बस्नुहोस् तपाईँ हेलो तपाईँ यहाँ बस्नुहोस् यता हेर्नुहोस् त तपाईँको को उहाँ भन्नुहोस् त तपाईँ कहाँको साथी तपाईँको घर कहाँ हो अनुहार देखाउनुहोस् सही साहब भगवान् बेसीको इन्चार्ज होइन हजुर रुल इज फलो ठिक छ नि कसैले लाउँदैन हात हामी रुल इज फलो होइन सर होइन त यो रुल हो त यहाँ हेर्नुहोस् यता हेर्नुहोस् रुल यो रुल हो तपाईँको रुल होस् यहाँ बस्नु पर्नुहोस् संविधान दुईजना हेलो महिला प्रहरी बोलाउनुहोस् रुल इज फलो त परिवार छैन तपाईँको श्रीमती छैन तपाईँको हजुर के हुन्छ अब के हुन्छ भन्नुहोस् त भगटे बेसीमा आएर दुनियाँ जनतालाई ज्यादा दिँदा हुन्थ्यो होइन महिलालाई लानु पऱ्यो नि हो ठिक छ हामीले भिडियो बनाउनु पाउनु पब्लिकको हाम्रो अधिकार छैन अरूलाई बोलाउँ जिल्लालाई फोन गरौँ एसपीलाई फोन गरौँ तपाईँको अलिक पावर थियो नि कुनै दिन होइन हामीले हात जोड्दा हाम्रो रिक्वेस्ट मानेको थिएन नि याद छ नि तपाईँको फेस देखाउनुहोस् क्लियर गर्नुहोस् तपाईँ उहाँको किन नगर्नु कस्तो कस्तो नगर्नु भने तपाईँहरूले के भने तपाईँको श्रीमती होइन नि सर अनि यसरी होटेल तपाईँ यहाँ बस्छ इन्चार्ज म काठमाडौँबाट फोन गर्नु भएको थियो होइन छैन महिला प्रहरी सँगै लानुपर्छ तपाईँहरूले बस्नुहोस् न महिला प्रहरी चाहिँदैन महिला लानलाई पर्दैन बस्नुहोस् यहाँ तपाईँ महिला प्रहरी बोलाउनुहोस् जिल्लाबाट बोलाउँछ है जिल्लाबाट बोलाउँछु नि फेरि पत्रकार बोलाउँ पत्रकार बोलाउँछु तपाईँको यहाँ तपाईँको श्रीमान हो प्रमाण छ तपाईँसँग हाम्रो अधिकार हो कस्तो जाउँ भने बस्नुहोस् महिला प्रहरी बोलाउनुहोस् उहाँलाई लानुहोस् सँगै लाने हो जिल्ला पठाउने हो भाग्ने कुरा नगर्नुहोस् त्यता नगर्नुहोस् भाग्ने कुरा तपाईँ करले सहित हुनुहुन्छ यहाँ हेर्नुहोस् ड्युटी गरिरहनु भयो होला होइन तपाईँ करलेसमा देउनुहोस् करलेस देउनुहोस् माथि देउनुहोस् करलेस देखाउनुहोस् न करलेस माथि उहाँको करलेस छ यहाँ हेर्नुहोस् यहाँ है मोबाइल छ उहाँ गणेश श्रेष्ठजी उहाँ हुनुहुन्छ आइजिपीको उहाँ मान्छे भन्दा धेरै भकुन्ने विषयमा पावर देखाइरहनु भएको उहाँ महिला उहाँ म गाडीबाट झरेको पनि देखेको छु उहाँले कसरी नौबिसबाट आउनु भएको छ कुनै स्टाइलले त्यो पनि हेरेको छु मैले गणेश श्रेष्ठ उहाँ हेर्नुहोस् यहाँको भकुन्डे बेसी इन्चार्ज पुरै एसपी साहबले पनि भन्दा मान्दिनँ को त यहाँको पब्लिक को म सिधै आइजिपीको मान्छे भनेर उहाँले भन्नुहुन्थ्यो स्वयं म आफैलाई थुनिदिनु भएको यहाँको जनताको बारेमा बोल्दाखेरिमा उहाँ नै हो प्रहरी सहित आएको छौँ हामी त्यतिकै होइन हेर्नुहोस् उहाँ कति आतुरमा हुनुहुन्छ उहाँको फ्यामिलीवाला उहाँको श्रीमती हुनुहुन्छ होला उहाँको छोरा हुनुहुन्छ होला यो भिडियो उहाँसँग अवश्य पुग्नेछ उहाँसँग अवश्य पुग्नेछ हजुर मलाई उहाँले दुःख दिनुभएको उहाँले मलाई पिटी लानुभएको तर एक थप्पड नि हान्नु उहाँले हल्ला गर्नुभएको मलाई कसै कुनै पुलिसले पिटाएको थिएन उहाँले हो जिल्लामा रहनुभएको राजेन्द्र ढुङ्गेललाई फोन गरेर त्यसलाई मुद्दा चलाउनु पर्छ भन्ने मान्छे उहाँ नै हो यस साहबले डेस्टरले भन्दा पनि नमान्नु भएको उहाँको जिग्री उहाँले सबै कुरा भन्नुभएको छ मलाई त्यतिकै म पनि आएको थिएँ राति उठेर फोन गरेर बित्तिकै साथीहरूले यो महिला उहाँ हुनुहुन्छ पक्नुहोस् हाम्रो अधिकार छ उहाँ महिला हुनुहुन्छ उहाँको पनि फ्यामिली हुनुहुन्छ होला याद गरौँ एकदम उहाँ हाम्रो चाहिँ
के खनाल भन्नु हजुर प्रहरी के खनाल भन्नुभयो उहाँ हुनुहुन्छ उहाँलाई हामीले इन्फर्म गरेर यहाँको ज्यादतीको विरुद्ध अब हामी आयो क्या गणेश साहब ठिक छ होइन है ठिक छ नि ल कुनै दिन मैले भनेको थिएँ नि हजुर पर्छ भनेको थिएँ नि सर ठिक छ नि फ्यामिली होला है कहाँ हजुर घर मोरङ है उर्लाबारी हजुर मेरो पनि उहाँहरू साथीहरू हुनुहुन्छ सम्झिनु भएन नि तपाईँले है आहा कति राम्रो मान्छे तपाईँ होइन सर त्यो दिन दुःख मैले तपाईँलाई पुगाएको थिएँ नि है तपाईँ कान लु इज द फल हो कुन फल हो यो अर्काको चेलीबेटी ल्याएर सुताउने तपाईँ घरमा श्रीमती हुँदा चाहिँ लाज लाग्दैन तपाईँलाई होटेल ल्याएर त्यहाँको चौकी हुँदा चाहिँ भाडामा ल्याउनु भएको के गर्नुभयो तपाईँले तपाईँ गर्लफ्रेन्डको भाडामा ल्याउनु भयो किन सर बोल्न मिल्दैन हामीले